पोखरा झरेपछि डाँडे र दमदमी and thank you for coming.
पनि भित्र हलमा आएर बसिदिनु होला। भएको छ महानुभावहरू उहाँहरू पनि भित्र आएर बसिदिनु हुनुको लागि अनुरोध गर्दछु। हाम्रो दिदी भेनाजीको चाहिँ नि विवाह भएको 50 वर्ष चाहिँ नि पुगिसकेको रहेछ। आज बडा खुसीको दिन। ल सबैलाई भित्र आउनु भनेर भन्नुहोस् त ल। ल आउनु आउनु ल जति पनि बाहिर बस्नु भएको थियो खाली कुर्सीमा ल अगाडि आउनु अगाडि 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 कुर्सी चाहिँ नि खाली छ। अगाडिको कुर्सी खाली राख्नु भएन है। अगाडि आएर बस्नु त अगाडि बस्नु के त्यो पछाडिपट्टिको हाम्रो कृष्ण अगाडि आएर बस्नु न आफ्नै भेनाज्यू कर्णेलाल प्रसाद गुरुङ र मेरो दिदी मिनु गुरुङ उहाँहरूको चाहिँ विवाह भएको 50 वर्षको चाहिँ सुखद उपलक्ष्यमा आज हामी यस उहाँको चाहिँ 50 वर्ष पुगेको चाहिँ वेडिङ एनिभर्सरीमा चाहिँ उपस्थित भएका छौँ। र अब यसमा सबभन्दा पहिला त म उहाँहरूलाई चाहिँ अब जहाँ बस्नु भएको छ यथास्थानमा चाहिँ आसन ग्रहण गरिदिनु आउनुको लागि हार्दिक अनुरोध गर्दछु र थपडी पनि बजाइदिनु होला। उहाँहरूको चाहिँ छोरी ज्वाइँहरू नाति अस्ट्रेलियाबाट पनि आउनु भएको छ। यहाँ यसै मौकामा चाहिँ उहाँहरूले चाहिँ यो आयोजना गर्नुभयो। धेरै खुसी लागेको छ होला है। त्यसै भन्दै अब म चाहिँ उहाँहरूलाई यो 50 वर्षको चाहिँ वेडिङ युनिभर्सिटीको सुखद उपलक्ष्यमा चाहिँ एउटा बरमाला चाहिँ लगाउने चाहिँ जुन हाम्रो चाहिँ कार्यक्रम रहेको छ त्यो एक प्रकारले अब चाहिँ विवाह गर्दाखेरि पनि सबैले चाहिँ बरमाला लगाउँछन्। आज पनि उहाँहरूले चाहिँ जुन बरमाला लगाउने चाहिँ कार्यक्रम रहेको छ त्यसले गर्दाखेरि तयार हुनको लागि म चाहिँ हाम्रा सहयोगी इष्टमित्रहरूलाई पनि उहाँ तयार भएर बस्दिनु हुनको लागि हार्दिक हालतमा चाहिँ बस्दिनु हुनको लागि अनुरोध गर्दछु। ल पहिला चाहिँ नि अब तिर लाउँदाखेरि जोरदारले चाहिँ नि ताली बजाएर चाहिँ साथ दिनु है। ल ताली बजाउनुहोस्। ल धेरै धन्यवाद छ। पाली जस्तो गर्ने हाम्रो दिदी भेनाको चाहिँ बिहा गर्दाखेरि
सेलिब्रेटीहरू वर्षसम्म चाहिँ आएर कर्णेल भएर चाहिँ अब चाहिँ पेन्सन आउनु भएको उहाँ नै पहिलो व्यक्ति। त्यसले गर्दाखेरि हामी त उहाँलाई चाहिँ अब यसरी मान्छौँ कि हाम्रो चाहिँ सबभन्दा चाहिँ दर्जामा सबभन्दा ठुलो व्यक्तित्व। यस्तो व्यक्तित्वको आज हामीले चाहिँ युनिभर्सिटी वेडिङ युनिभर्सिटी चाहिँ धेरै गर्व लागेको छ, खुसी लागेको छ हामीलाई। छु है, तपाईँले पनि अन्यथा नसक्नु होला, केही पहिला पनि अलिकति टुवाक लगाइहालेँ है।
समूहहरूलाई पनि तयार भएर बस्दिन हुनको लागि अनुरोध गर्दछु जबसम्म के कामदैन शान्त तमु 2081 सालको तमुहरूको महान चाड लोसारको पनि सम्पूर्णलाई शुभकामना। महत्त्वपूर्ण र विशेष कार्यक्रममा छौँ र आजको हाम्रो विशेष अतिथि भनौँ या आजको विशेष प्रमुख व्यक्ति हाम्रो आदरणीय दाजु कर्णेल लालप्रसाद गुरुङ र भाउजू मिना गुरुङको वैवाहिक भएको पावन अवसरमा उहाँले एउटा कार्यक्रमको आयोजना गरेर हामी सम्पूर्ण चेलीबेटीहरू र सम्पूर्ण इष्टमित्रहरूलाई यस विशेष कार्यक्रममा निमन्त्रणा गर्नु भएकोमा सर्वप्रथम त मेरो व्यक्तिगत तर्फ र हाम्रो सम्पूर्ण चेलीबेटीको तर्फबाट उहाँहरूलाई धेरै धेरै धन्यवाद र 50 वैवाहिक सम्बन्ध हजुरहरूले पार गरिसक्नु भएको छ र आगामी दिनमा पनि हजुरहरूको सम्बन्ध एकदम राम्रो होस्, हजुरहरू सधैँ सुस्वास्थ्य दीर्घायु रहून् भन्दै हाम्रो धेरै धेरै शुभकामना सेवाढोक र सम्पूर्ण उपस्थित महानुभावहरूलाई पनि साइलो अनुसारको सेवाढोक नमस्कार आशीर्वाद र असीम माया साथै हाम्रो विदेशबाट आउनुभएको हाम्रो भदाहरू पनि यहाँ हुनुहुन्छ र सबैले पनि हाम्रो न्यानो माया गर्दै आजको यस विशेष कार्यक्रममा हाम्रो दाजु भाउजूलाई हाम्रो तर्फबाट एउटा सानो सम्मान अथवा चेलीबेटीको माया एउटा माइती र चेली भनेको नङ र मासुको सम्बन्ध हुन्छ। त्यसरी नै माइती भन्ने बित्तिकै हामी हाम्रो घरको काम गरेर पनि भाग्छौँ। त्यसैले आज हाम्रो माइतीको यस खुसियालीमा सहभागी हुन पाउँदा हामी साह्रै खुसी छौँ र अब भने हाम्रो कार्यक्रम सुरु हुन्छ र अर्को चेलीबेटी हाम्रो भाउजूको चेलीबेटीहरू पनि तयारी अवस्थामा बसिदिनु हुन विनम्र अनुरोध गर्दछु र हाम्रो कार्यक्रमलाई यहाँ सम्मान गर्नको लागि हाम्रो अभिभावक हाम्रो अनुभूति अभी तो नेपाल में है, अभी नेपाल में है, थोड़ा थोड़ा आता है ल यति भन्दै त अब हाम्रो सम्मानको कार्यक्रम दिदी ह्यापी एनिभर्सरी ल सबैजना ताली बजाएको बधाई गर्नु हाम्रो भाउजूलाई पनि भएको अहिले पहिलोचोटि हो र हाम्रो चेली ल Nina Kumari Gurung, Pupuko, 50औं गठबन्धनको एनिभर्सरी मनाइरहेका छौँ। उपस्थित हुनुभएका सम्पूर्ण
आएर इन्डियाबाट सिलगढी हुँदै पहिलाको हात हुन्छ एकदमै घर परिवारको यसरी एकदम महिलाको हात हुन्छ त्यसमा पुगेर आउनु नगरी पोखरामा बसोबास गर्दै आउनुभएको मेरो व्यक्तिगत तर्फबाट र हाम्रो रापुले पुगु भनिदिने रापु नाचा पुगु भनिदिने चेलीबेटाबाट हृदयदेखि बधाई दिन चाहन्छु र मेरो प्यारी बहिनी प्रीति गुरुङ र हाम्रो जय सपन एकदम सहयात्री बनाउनुभएकोमा धेरै धेरै बधाई र सधैँ पुगहरूलाई त्यस्तै गरी काकी सोमप्रसाद गुरुङ र काकी र पुगहरू तिनजना हुनुहुन्छ उहाँहरू पनि मेरो पुगहरू पनि एकदम उदाहरणीय हुनुहुन्छ एउटा गाउँमै हुर्केर गाउँमै हाम्रो ठुलो पुगु जुठी पुगुको पनि गाउँमै कर्मथलो बनाउनु भयो र लानु पुगुको पनि गाउँमै कर्मथलो बनाउनु भयो उहाँहरूको परिवार हाम्रो मैले यसै मञ्चबाट मेरो सधैँ बाजे बजारलाई पनि सम्झिन चाहे बाजे बजारलाई एकदमै पक्कै पनि आज यसो 50औं घाट बगानमा जेठा छोरा र जेठी बुहारीको र सबै परिवारहरूलाई सामेल गरिदिनु भएकोमा पक्कै पनि बाजे र बजारले देवाचनबाट स्वर्गवासबाट देख्नु भएको छ होला यति बेटी बाबुमाथि सबैलाई यहाँ जम्मा गराएर यसरी यस्तो राम्रो प्रीति भोज तयार गरेर कालीको बिहामा त हामी सानै थिए होला हामीले भोज खान पाएन तर 50 वर्षपछि यो भोज खान लेखेको रहेछ एकदमै बधाई छ पुगो र आमालाई र यो उसमा पनि हाम्रो बहिनी र ज्वाइँलाई पनि एकदमै बधाई छ उहाँले यसरी बाबा आमाको यो गठबन्धनमा सामेल अनि त्यसैबाट हाम्रो यो परिवारको सबैले फुलले चाहिँ उहाँलाई सम्मान गर्नु त्यसै गरी हाम्रो बहिनी प्रीति गुरुङ र ज्वाइँ साहबलाई पनि उहाँले चाहिँ सम्मान गरिदिनु यसै गरी आज हाम्रो भाइ यता युकेबाट आउनुभएको छ भाइलाई पनि सम्मान गरिदिनु हार्दिक अनुरोध गर्दछु बिहान कतै थाहा भयो घरमै जाने भन्ने कुराले चाहिँ हामीले यहाँ चाहिँ उहाँको उपहार यहाँ ल्याउन असमर्थ भए अहिले चाहिँ फुलले स्वागत गरिदिनु हार्दिक अनुरोध गर्दछु र यो सबै उपहार दिइसकेपछि त्यही पछाडि उठान गरिदिनु होला हामी चाहिँ बाबुआमाको चाहिँ हामी एकदमै बाबुआमाको उसमा चाहिँ हामी फलो गर्दैछौँ रापुले समाजले चाहिँ खाताको चलन नगरेकोले हामी पनि आफ्नै बाबाको फुलले चाहिँ हामी सम्मान गर्न गइरहेका छौँ यो चाहिँ बाबुआमाले गरेको कुरा हामी सधैँ फलो गर्नेछौँ भन्दै त्यो बेलामा हाम्रो बाबाहरू चाहिँ एकदमै बुद्धिमानी रहेछ भन्छु मैले र भाइलाई पनि उहाँले सम्मान गरिदिनु होइन बाबु नाच्नु होइन नाच्नु भाइ भाइ होइन भाइ मान्छे होइन मान्छे बाबु मान्छे नाच्नु बाबुले आइदिनु होला बाबु अनि हाम्रो मिस गरे धन्यवाद दिँदै यो माइकबाट पनि ओझल गर्न चाहन्छु धन्यवाद लाम्छाने चेलीबेटीहरू उहाँले चाहिँ सम्मान गर्ने कार्यक्रम रहेको थियो त्यो पनि सम्पन्न भयो त्यस पछाडि हाम्रो भिकी कोने चेलीबेटीहरू उहाँहरूको समूहले पनि सम्मान गर्नुभयो उहाँहरू दुवैले समूहका चाहिँ हाम्रो चेलीबेटीहरू र अब यहाँ चेलीबेटीहरू ल्याउनु चेलीबेटीहरू
उठ्नु आमा यसो हात दिनुहोस् न बुवा यसो हात दिनु सिहेर अब बस्ने हो बसौँ हाम्रो फोटो सबै आइरहेको खिचिसक्यो अलि अग्लो भइदियो हाम्रो दाइले सबैले भर्ती गरिदिनु There's so many cameras. Should I? The main camera is this लाइ स्माइल मुसुको आफ्नो परेको म बेर्छु अघि दिनु ओके नो परेको प्योर नि फाइदिन्छ एकचोटि फाइदिन्छ
होइन उतै हेर्ने आपके बड़ी बहन ठीक छ बहुत बहुत आशीर्वाद है आपके डिब्बा में क्या है ये सब वो कहता है आपसे कभी हाम्रो बहिनी उहाँहरूलाई पनि आजको चाहिँ अब सिल्भर जुब्ली मनाउनु भएका दिदी बहिनीहरूलाई चाहिँ सम्मान गरिदिनु लागि अनुरोध गर्दछु र तपाईँहरू पनि यहाँ चाहिँ गर्दछु सबै आएर चाहिँ अब सम्मान गरिदिनु सम्मान गरिसके पछाडि तपाईँहरू यथास्थानमै गएर चाहिँ मामा र चाहिँ हाम्रो बहिनी उहाँले चाहिँ अब सम्झिनेहरूलाई चाहिँ सम्मान गर्नुभएको छ आज विशेष अतिथिको रूपमा चाहिँ उहाँलाई चाहिँ हामीले अब स्वीकारिरहेका छौँ है हामीलाई बडो खुसी लागेको छ ल अब तपाईँहरूले सम्मान गर्नुभएको छैन शुभकामना बस्दिने होला र
गीतको बोल एकदम धेरै राम्रो र लाग्यो गीतको बोल के हो हाम्रो बहिनीले छोरीलाई पनि आज यो दिन भेट्न पाउनु खुसी लाग्यो धन्यवाद आइदिएको चन्द्रवती छैन झन् छोरी झाइँदै पुग्ने आउँछ नि हात त टाउकोले टेकेर आउँछ लासिएछ भने कालाले सारेर उनीहरूलाई पनि
घरबाट चाहिँ त्यही छोरी ज्वाइँहरू लगायत दिदीबहिनीको चाहिँ पाइने यो नगद खाली एनिभर्सरीमा हामी चेलीबेटीलाई प्राप्त भएको रकम चाहिँ रु 16,000 है 16,000 उहाँले हामीलाई हाम्रो चेलीबेटीको सदस्य हाम्रो भगिनी प्रीति गुरुङ र जयसाब रितेश टन्डन र हाम्रो बाबु केशव टन्डन ज्यूबाट हामीलाई रु 30,000 रकम प्राप्त भएको छ भने भएको हाम्रो भदाले पनि हामीलाई रु 10,000 दान सहयोग गर्नुभएको छ। हाम्रो नानीको नृत्यलाई मन पराएर हामी 6 जनालाई 1,000 दान सहयोग गरिदिनु भएको छ। विशेष धन्यवादको साथमा सम्पूर्ण दानदाताहरूलाई र यहाँ उपस्थित अन्य हाम्रो भाइ भत्ता कान्छाले र अरू सबैले पनि हामीलाई सहयोग गर्नुभएको छ। सम्पूर्ण दानवीरहरूलाई धेरै धेरै धन्यवाद। हजुरहरूको दिन आज कस्तो भयो, अवश्य रमाइलो भयो होला। विशेष गरेर आजको धेरै धेरै धन्यवाद त हामीले हाम्रो दाजु भाउजूलाई हुनुपर्छ भन्थ्यो, उहाँको मन पनि भयो, धन पनि भयो। त्यसै कारणले सधैँको आशीर्वाद दिएर सम्पूर्ण ओ मामा रानी जीवनलाई सोहा, ओ मामा रानी दाए सोहा, ओ मामा रानी जीवनलाई सोहा। जय बुद्ध, जय रापुते परिवार, जय रेन्तुले। दाना सा